तपाईँको तागत कति पर्ने छ, तपाईँलाई कति समय पर्ला, तपाईँलाई के कुराको नोक्सान पर्ला, 18 पर्ला, 12 पर्ला, तर 3 करोड नेपाली तपाईँको साथमा छ, इतिहास तपाईँको साथमा छ, नेताहरूको योगदान तपाईँको साथमा छ। आज हामी बिपीको नाम लिन्छौँ, लोकतन्त्र भन्छौँ, बिपीको नाम लिन्छौँ, समाजवाद भन्छौँ, बिपीको नाम लिन्छौँ, धर्मनिरपेक्ष भन्छौँ, बिपीको नाम लिन्छौँ, के अरे गणतन्त्र भन्छौँ। कसरी बिपीमाथि सम्मान हुन्छ? बिपीमाथि सम्मान गर्ने बिपीको नाम लिने हो भने मलाई खुसी पार्ने हो भने हामी आजैबाट घोषणा गर्छौँ, यही पर्वत हुन्छ, यही स्मृति दिवस हुन्छ भने हामी चाहिँ काङ्ग्रेसलाई पूर्वको अवस्था हामी बनाउँछौँ भनेर निर्णय गरेर हामी छौँ। गम्भीर निर्णय गर्न जरुरी छ। इतिहासले कुनै मौका मात्रै दिन्छ। आज इतिहासले गगन थापालाई यो नेतृत्व गर्ने यो अवसर प्रदान गरेको छ। यो अवसरमा हामी चुक्यौँ भने काङ्ग्रेसमा अघि त्यस्तो कुनै इतिहासले कुनै त्यस्तो पद निर्माण गरेको छैन। त्यसो गरी काङ्ग्रेस समाप्त हुन्छ, काङ्ग्रेस आन्दोलनले देश जान्छ, भोलि भविष्य आउँछ जान्छ। त्यसैले यो ऐतिहासिक दुर्घटनाबाट देशलाई पुर्याउनु निमित्त काङ्ग्रेस अगाडि बढौँ, गगन थापा अगाडि बढौँ, गणेश प्रसाद तपाईँको सफलता तपाईँको साथमा छ भन्ने विश्वास राख्दै एकपल्ट बिपी सुब्बाप्रति हामी श्रद्धा बुझाउन चाहन्छु। उहाँलाई कसैले उहाँको नाम नलिउँ, यदि लिने हो भने उहाँलाई लोकतन्त्र भनेर अपमान नगरौँ। उहाँलाई कसैले उहाँको नाम लियो भने धर्मनिरपेक्ष गरेर नभनौँ। उहाँलाई कसैले उहाँको नाम लियो भने समाजवाद उन्मुख गरेर नभनौँ। उहाँलाई प्रजातन्त्र समाजवाद, राष्ट्रियता, प्रजातन्त्र समाजवाद, धार्मिक स्वतन्त्रता उहाँका आदर्श के आदर्शले बिपी बनायो, देश बचायो, राणा फ्याँक्यो, पञ्चायत फ्याँक्यो, राजा ज्ञानेन्द्रलाई फ्याँक्यो, कम्युनिस्टलाई फ्याँक्छ। यहाँ शान्ति कायम राख्छ। यहाँ एकदम समाजवादी राज्य निर्माण गर्छ, सबै बराबर। आज हामी जातको कुरा, धर्मको कुरा, महिलाको कुरा, पुरुषको कुरा गरेका छौँ। प्रजातन्त्रमा सब बराबर हुन्छ। प्रजातन्त्रमा क्षमताको आधारमा नेतृत्व प्रतिनिधि छानिन्छ। प्रशिक्षित युवाहरूलाई नेतृत्वलाई राख्ने प्रतिनिधिमा प्रजातन्त्र हुन्छ। त्यसलाई यी पिरियडहरूबाट देशलाई मुक्त पार्नका निमित्त सबैलाई साथमा लिएर हिँड्ने, सबै साथमै हिँड्ने, सबै सँगै हिँडौँ, सबै देश बनाऊ, सबैले रक्षा गरौँ देशको भन्ने भावना राख्न निमित्त हामी बिपी कोइरालालाई सम्मानपूर्वक आदरपूर्वक श्रद्धा व्यक्त गर्दै म चाहिँ सम्पूर्ण तागत एकपल्ट फेरि यो निर्णय गर्छने तागत अब नहाल्नुहोस्। तर कुन चखाले तपाईँलाई चाहिँ आज संशोधन गरेर पनि त्यो तागत भावना गरेर 38 सीमा बुझेर राख्यो। त्यसबाट शिक्षा लिनुहोस्। तपाईँलाई जुन उद्घोषका साथ सभापति घोषणा गरेर आएको त्यति बेला तपाईँको जिम्मेवारीले आज यसरी अहिले यो अवस्था थिएन। तपाईँ यहाँ त तपाईँ त पछि हेरी तपाईँलाई कामी छैन। तपाईँ त अगाडि बढेर देशको जनतालाई साथमा लिएर तपाईँ अगाडि बढ्ने बेला छ। नअल्झनुहोस् कुनै कुरामा, अल्झनु पनि यो समय फेरि तपाईँलाई आउँदैन। जसरी सेवालाई यो पद्धतिले यो प्रजातन्त्र, यो लोकतन्त्रले यो 5 वर्षको प्रधानमन्त्रीले कालले 2 पटकको सभापति कालले भएको रक्षा गर्न सकेन, भएको रक्षा गर्न सकेन। सिंहदरबार 2 प्रधानमन्त्रीले सिंहदरबारको रक्षा गर्न सकेन, आफ्नो रक्षा गर्न सकेन, अदालतको रक्षा गर्न सकेन। त्यो पद्धतिबाट देशलाई मुक्त पार्यो, त्यसबाट देशलाई मुक्ति दिउँ। यही आह्वान गर्दै नेपाली काङ्ग्रेसका तर्फबाट सारा देशवासीहरूले काङ्ग्रेस साथ दिनुहोस्। गणेश बुवालाई अगाडि